विद्यापीठले के कस्ता मार्गहरूबाट चाहिँ आफ्नो सर्वाङ्गीण विकास गर्न सक्छ, यालना विद्यापीठको विगतको इतिहासलाई अझै घनीभूत बनाउँदै वर्तमान इतिहासलाई कसरी स्थापित गर्न सक्छ भन्ने विषयमा आज हामी बृहत रूपमा अत्यन्त विद्वान व्यक्तिहरू यालना विद्यापीठसँग प्रत्यक्ष परोक्ष रूपमा अझ भनौँ आजको उपस्थिति प्रत्यक्ष रूपमै सम्बद्ध व्यक्तिहरू, विद्वान व्यक्तिहरू, आदरणीय व्यक्तिहरू, यस संस्थासँग विभिन्न रूपले सम्बद्ध व्यक्तिहरूको उपस्थितिमा आज सञ्चालन हुन गइरहेको छ। सर्वप्रथम उपस्थित सम्पूर्ण व्यक्तिहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु। आजको यस यालना विद्यापीठको सर्वाङ्गीण विकास कार्यक्रमको अन्तर्क्रियात्मक कार्यक्रमको सभाध्यक्षको आसन ग्रहण गरिदिनु न श्रद्धेय गुरु उप प्राध्यापक मुक्तिनाथ झाज्यूलाई हार्दिक अनुरोध गर्दछु। अतिथिहरूलाई एकमुष्ट रूपमा मैले अभिवादन गरेँ, स्वागत गरेँ। आउनुहोस् अब संवादको थालनी गरौँ भन्ने एउटा अमूर्त शीर्षकबाट हामीले यालना विद्यापीठको सर्वाङ्गीण विकास शीर्षकमा अन्तर्क्रिया राख्ने जमर्को गरेका छौँ। उपस्थित वक्ताहरूसँग हामीले अनुरोध हृदयदेखि गर्न खोजेका छौँ कि वास्तविक रूपमा तपाईँले यालना विद्यापीठको सर्वाङ्गीण विकास चाहनुभएछ भने भित्र कुरा नलुकाइकन आफ्नो कुरा राखिदिनु होला। डायग्नोसिस कहाँ हामीले गर्नुपर्ने हो त आफ्नो कुरा एकदम बेबाक तरिकाले राखिदिनु होला, जसले हामी यो कार्यक्रमको टिपोट पनि गरिरहेछौँ, जुन युनिभर्सिटीमा बुझाउँछौँ। शिक्षक कर्मचारी आवास अत्यन्तै आवश्यकता महसुस गरेँ मैले। एउटा अतिथि आउँदा पनि बस्ने ठाउँ रहेन त, त्यसपछि अरू अब होस्टेलका कुरा, विद्यार्थीहरूका कुरा, म कहाँ त अब गर्ल्स होस्टेल पनि छ, बोइज होस्टेल पनि छ। शिक्षक कर्मचारी आवास 20 कोठाको मैले प्रदेशको पैसा लिएर म आफैले बनाएकै छु। सबै त्यो हेर्दाखेरि यहाँ त्यो गर्न सक्ने ऊर्जा देखियो। त्यो ऊर्जालाई हामीले त्यसलाई कार्यान्वयनमा लैजाउँ, यो बेला यही हो। अघि ईश्वरी सरले भन्नुहुन्थ्यो हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने। विश्वविद्यालयलाई सुधार गर्नु छ, सुरु यालनाबाटै गर्नु छ। हामी त्यो दिशातर्फ लागौँ, त्यो सम्भव छ। सानो कुरा होइन, सानो कुराहरू गर्नको लागि निर्धारित बजेट जरुरी पर्दैन। मैले अनौपचारिक गफ गर्दाखेरि पनि प्राचार्यज्यूलाई भनेकै छु, 2-2.5 लाख 1.5 लाखका कुरा त यदि आर्थिक कुरा छ भने रजिस्ट्रार सरसित फोन भेटघाट सम्बन्धी अथवा जानकारी गराएर पनि हामीले पछि कार्यकारीले अनुमोदन हुने गरी भन्ने अवस्थामा पनि केही काम गर्न सक्छौँ। यदि केही शैक्षिक क्यालेन्डरका गतिविधिका कुराहरू छन् भने पनि शिक्षा दक्षलाई मौखिक जानकारी गराएर उहाँको मौखिक निर्देशनमा पनि पछि अनुमोदन हुने गरी भनेर पनि कार्यकारीले पछि अनुमोदन गर्ने गरी पनि केही कामहरू तत्काल गर्न सकिन्छ। यी बजेट छैन, गर्दिन, होइन, यस्तो तरिकाले गयो भने त्यो हामी अन्तै पुग्छौँ। होइन केही गर्नुपर्छ भन्ने हिसाबले गयो भने पक्कै पनि अब हाम्रो गन्तव्यमा पुग्नको लागि सहजता प्राप्त हुन्छ। त्यसकारणले यो ऊर्जालाई विद्यापीठको समग्र विकासमा केन्द्रित गरौँ। उहाँको दृष्टि, उहाँको सोच, उहाँको प्रतिबद्धता यो विद्यापीठको सर्वाङ्गीण विकास गर्नु पर्दछ भन्ने यो उहाँको एउटा हामीले सूत्रधारको रूपमा भनौँ जो प्रतिबद्धताका साथ उहाँले यो कार्यक्रम थाल्नु भएको छ। म सर्वप्रथम यालना विद्यापीठ प्रगतिशील अध्यापक समूहका अध्यक्ष लगायत सम्पूर्ण सदस्यहरूलाई आफ्नो तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। अहिले वर्तमानमा 14वटा आङ्गी क्याम्पस भनौँ या सम्बन्धमा प्राप्ति जति भनौँ, एउटा त्यो देवघाटको छोडेर मलाई लाग्छ हामी यालना विद्यापीठ हरेक पक्षमा हामी अगाडि छौँ, चाहे वाल्मिकी होस्, चाहे केन्द्रका बिजौरी किन नहोस्। त्यस कारणले सरहरूले म के एउटा भन्न चाहन्छु भने अलिकति पनि हामीले आफ्नो मनोबललाई खसाउनु हुँदैन सर। हामी केही पनि मामलामा हामी पछाडि छैनौँ। हो, यसलाई सही रूपबाट हामीले त व्यवस्थापन गर्न सक्नु पर्दछ। र मैले एउटा मामलामा के भागशाली छु, मैले पहिला पनि त्यो कुरो भनेको थिएँ सरहरूलाई कि मैले अहिले जो सरहरूको सहयोग पाएको छु नि, मलाई धेरै हौसला यसबाट मैले भेटेको छु। किनभने अहिले यो नयाँ सरहरू जो 11-12 जना आउनुभयो, मैले पहिला पनि भनेको छु सरहरू के भनेदेखि हरेक सरहरू आफ्ना विषयमा यो प्रविधिको क्षेत्रमा पूर्ण रूपमा दक्ष हुनुहुन्छ, प्रतिभावान हुनुहुन्छ। यो मामलामा मलाई किन लाग्छन्
वास्तवमा मैले यो उत्तरार्धको कार्यकाल हो। 2 वर्ष पछाडि म सेवा मेरो निवृत्त हुन्छ। मलाई लाग्छ कि 2 वर्षमा यो सरहरूको सहयोग मैले यसै किसिमबाट पाइरहेँ भने निश्चित रूपमा मैले सोचेका कुराहरू यो विद्यापीठलाई कसरी एउटा पहिचानको रूपमा लान सकिन्छ, सायद त्यो उसमा म सफल हुन्छु जस्तो मलाई अनुभूति भएको छ। मेरो भावी योजना भनेको 5वटा बुँदामा म यहाँ काम गरिरहेको छु। नम्बर 1 फेरि म दोहोरिन्छु आज, संस्थाप्रतिको प्रतिबद्धता मेरो पहिलो बुँदा हो। दोस्रो इमान्दारिता मेरो दोस्रो बुँदा हो। तेस्रो काममा सहजता। चौथो अनुशासन र 5औं पारदर्शिता। कर्मचारीको अभाव हामीले भोगिरहेका छौँ। यहाँ अघि भनौँ नि 4 जना श्रेणीविहीन कर्मचारी र 4 जनाबाट यो चलिरहेको छ। यहाँ पुरै के भने कि त्यो हाम्रो यो कम्पाउन्डमा गाउँका सबै त्यो बकरीहरू गाईहरू त्यहाँ त्यो चलिरहेको छ। के हामीसँग त्यहाँ त पालै छैन। विश्वविद्यालय भन्दा हामीसँग छैन, हामीसँग पैसै छैन भन्छ। केही परिस्थितिहरू सिर्जना हुनुको पछाडि विश्वविद्यालयका पदाधिकारीहरू पनि जिम्मेवार छन्। उसको उदासीनताको कारणले, उसको असहयोगको भावनाको कारणले पनि हामी यो विद्यापीठको व्यवस्थापनलाई हामीले राम्रोसँग प्राप्त गर्न सकिरहेका छैनौँ। यो कुरा हामीले मान्नै पर्ने हुन्छ। हामीसँग हेर्नु त प्रविधिका हरेक कुराहरू छन्। यहाँ कम्प्युटर छन्, प्रिन्टिङ छन्, फ्याक्स मसिन छन्, यीहरू प्रोजेक्टर छन्। हामीसँग 3-3वटा त्यहाँ त ल्यापटपहरू छन्, एटेन्डेन्स छन्, तर हामीसँग त्यो चलाउने अपरेटर छैन। गाउँले त्यो उत्तरपट्टिको पर्खालमा त्यहाँ त्यो पाल घोपेर त्यहाँ त्यो पानी बगाइरहेछ। त्यहाँ कच्चाहरू सबैमा त्यहाँ त्यो फालिरहेछ। मैले अहिले त्यही कुरा भनेको लाग्थ्यो उहाँहरू सरलाई, तपाईँले हामीले यसमा चाहिँ सहयोग गर्नुपर्छ। धन्यवाद कार्यक्रम सञ्चालक टिकाराम सर। नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन यालना एकाइको निम्तोलाई स्वीकार गरेर यस अन्तर्क्रिया कार्यक्रममा पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई एकमुष्ट रूपमा म हार्दिक धन्यवाद दिन चाहन्छु। यो हामीले जुन पत्र पठाएका थियौँ त्यसमा मधुरो पाराले लेखेका थियौँ, आउनुहोस् संवादको थालनी गरौँ। आजबाट हामीले संवादको थालनी गरेका छौँ। म सबभन्दा पहिला जुन प्रगतिशील प्राध्यापक सङ्गठनका अहिले टिमका साथीहरू हुनुहुन्छ उहाँलाई जति धन्यवाद दिए पनि कम छ। र निश्चित रूपमा यो सुरुवात मात्रै हो। हामीले गर्दै जान्छौँ र आफ्नो लक्ष्य प्राप्त गर्छौँ गर्दैनौँ आफ्नै ठाउँमा छ, तर हामी आफ्नो प्रयास चाहिँ छोड्दैनौँ, प्रयास गरिरहन्छौँ। यस कार्यक्रममा प्राविधिक रूपमा, आर्थिक रूपमा र हौसला दिएर जुन हाम्रा साथीहरूले सहयोग गर्नुभएको छ, म फेरि धन्यवाद दिन चाहन्छु। विद्यापीठका प्राचार्यजी एकदमै सकारात्मक हुनुहुन्छ र यहाँ मलाई व्यक्तिगत कहिले लाग्दै लागेन कि उहाँ कुनै अर्कै सङ्गठनबाट हुनुहुन्छ र हामी अर्कै सङ्गठनबाट छौँ। राम्रो जुनसुकै प्रस्ताव लिएर जाँदा पनि उहाँले सहर्ष स्वीकार गर्नुभएको छ र हाम्रो टिम एकदम निश्चित रूपमा जुन सरले केही प्रतिबद्धता पनि व्यक्त गर्नुभयो त्यो पुरा हुन्छ कि जस्तो मनमा आश पलाउन थालेको छ। यो जुन कार्यक्रम हामीले गरेका छौँ त फगत कार्यक्रम मात्र होइन, यसलाई डकुमेन्टेसन गरेर विद्यापीठलाई र विश्वविद्यालयलाई हामी दिन्छौँ र विश्वविद्यालयले हाम्रा यी जायज कुराहरूलाई, यो अन्तर्क्रियामा उठेका जायज कुराहरूलाई ध्यान दिनै पर्छ। अब कसरी दिन्छन्, त्यसको के पाटा हुन सक्छ, हामी त्यो खोजौँला। टिपोटकर्ताको रूपमा आज हामीलाई सहयोग गर्नुभएको नवराज घिम्रे सर, छविराम बास्कोटा सर र चिरञ्जीवी खतिवडा सरलाई म मुरी धन्यवाद दिन चाहन्छु। सामग्रीको पूर्व तयारीमा श्रीधर आचार्य सरलाई धन्यवाद दिन चाहन्छु। हाम्रो प्रगतिशील प्राध्यापक सङ्गठनको कोषाध्यक्ष पनि हुनुहुन्छ उहाँ। त्यस्तै प्राविधिक रूपमा जुन दिनदेखि ल कार्यक्रम गरौँ न त, त्यो दिनबाट नै अहिलेसम्म अनवरत रूपमा हामीलाई सहयोग गर्नु भएको छ र गर्नु नै हुन्छ।
रामजनम चौधरी सरलाई हार्दिक धन्यवाद दिन चाहन्छु र डिजिटल रूपमा पनि हामी यो कार्यक्रमलाई क्यामेरामा कैद गरौँ र त्यसको पनि एक प्रति विद्यापीठलाई पनि हामी बुझाउँछौँ र विश्वविद्यालयलाई पनि बुझाउँछौँ। यस कार्यमा एकदमै अलिकति पनि विचलित नभइकन हामीलाई सहयोग गर्नुभएका जितेन्द्र झा सरलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। हाम्रो अब समीक्षाका कुराहरू छन्। हामीले बढी वक्ता राख्यौँ, कम समय दियौँ, या के छ? यो सुरुवात छ। हामी यसरी नै सिक्दै जाने हो। समय राखेका थियो 2 घण्टामा सकाउने, तर 4 घण्टा भयो। त्यही पनि यस्तो गर्मीको मौसमको बावजुद मनोरमा म्याडम एकदमै र यो अन्तर्क्रिया कार्यक्रमलाई सुरुदेखि लिएर अहिलेसम्म बसेर झेलिदिनु भएको छ। यो गर्मीको मौसममा यहाँहरूको जुन साहस छ, धैर्यता छ, म त्यसलाई सलाम गर्न चाहन्छु। र पुनः अब प्राचार्य सर यतै हुनुहुन्छ, सबै कुरा सुन्नुभयो, उहाँले पनि आफ्नो कुरा राख्नुभयो। र कहाँ कहाँ हामी के गर्न सक्छौँ? अब हामीसँग एउटा सुखद संयोग छ भन्यौ। अघि नै टिकाराम सरले भन्नुभयो कि बोलाउनु परेको भए खगेश्वर सरलाई हामी कसरी बोलाउन सक्थ्यौँ, तर संयोग जुटेको छ। र उहाँको अनुभव पनि, उहाँले अब उहाँको साथी नै हुनुहुन्छ, सँगै 2 टर्म बसेर काम गर्नुभएको छ प्राचार्यजी। एकदमै अरू पनि, किनभने धेरै कुरा सिक्दैमा जान्छ, त्यो उहाँले सिकिसक्नु भएको छ। उहाँको अनुभव पनि एकदम हामी यालाना विद्यापीठलाई काम लागोस्। त्यसैले अब जति दिनको बसाइ छ सरको, आफ्नो अनुभव हाम्रो प्राचार्य सरलाई सेयर गर्नुहोला। र म पुनः प्रगतिशील प्राध्यापक सङ्गठनको तर्फबाट आयोजना गरिएको यो कार्यक्रममा आउनुभएका सम्पूर्ण महानुभावहरूलाई, सम्पूर्ण मित्रहरूलाई, विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र हामीले जुन बोल्यौँ, हामीले जुन भन्यौँ, हामीले जुन सुन्यौँ, त्यसमा हामी अमल गरौँ। विश्वविद्यालय जीर्णशीर्ण अवस्थामा छ। यो आजको जुन प्रयास छ, यसले यो विद्यापीठ मात्र होइन, विश्वविद्यालयलाई नै परिवर्तन एक दिन गर्नेछ भन्ने आत्मविश्वास ममा छ। र पुनः चाँडै कुनै न कुनै कार्यक्रम लिएर, कार्यक्रम राखेर फेरि हामी जमघट हुन्छौँ। धन्यवाद। जय संस्कृत।